दुलो छ है, दुलो छ। जिउँदै हो र? खै माछा मारेको अवस्था। माछा चाहिँ यसरी मार्नुपर्छ, यस्तो। पानी पनि यस्तो निलो छ नि, आमा पानी चिसो छ, चिसो। त्यो माथि झन् माछा कति मिठो छ। खासै माछा नमरेको अवस्था। अब चाहिँ भने माछा ठुलो पर्छ जस्तो छ अनुमानमा। तर हात भने खाली परेको छ, केही परेन अहिले पनि। यसरी हान्ने हो। अब जाल भनेको चाहिँ कसरी हान्ने भने अब देख्न सकिन्छ। सरर हान्ने मान्छे त्यही हो है। माछा देखाउ त भाइ, परेको ठुलो। लगभग गेट कुण्डल जति। गहिरो छ नि त, लास्ट गहिरो छ नि त। हेर्दा मात्रै यो सानो देखिरहेको, तर गहिरो चाहिँ लास्टै गहिरो छ है।